सन्चै हुनुहुन्छ तपाईँहरूलाई, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ हामी बुढाबुढी रानीपुल गएको, भर्खर 5 बजी छुट्टी भएर कामै यस्तै छ। अब रानीपुल गएको, रानीपुल त्यत्तिकै त्यहाँ ग्यारेजमा जानु काम थियो, त्यहाँ जाने हो, त्यहाँदेखि चाहिँ फर्केर आइहाल्ने। यहाँतिर चाहिँ अलि अँध्यारो अँध्यारो र लाइट पनि छैन यहाँतिर। सबैलाई हताएर मात्रै छ। बाटो चाहिँ होस् राम्रै छ यहाँतिर, अहिलेसम्म रोसन मात्रै बनाएको हो। यहाँतिर पनि राम्रै प्रोग्रेस हुँदैछ। गाह्रो छ हो मलाई, बाइक पनि अहिलेसम्म धुकै छैन, अलिक उठाप गर्नुपर्ने थियो। अरूलाई के कस्तो लाग्छ, आफूलाई चाहिँ पहिल्यैदेखिकै ड्रिम थियो यो पल्सर चाहिँ। फाइनली ल्याउनु पायो, किन्नु पायो, खुसी लाग्यो। के भन्छु भन्दाखेरि मान्छेले दुःख चाहिँ गर्नुपर्छ क्या। दुःख गऱ्यो भने सब आफ्नै भइहाल्छ। दुःख गर्दैन मान्छे हुन्छ, नगर्ने मान्छे सबैजना दुःखै गरेको हुन्छ। तर जिन्दगीमा हार चाहिँ खानु हुँदैन। एकचोटि गऱ्यो होइन, यो भयो सफलता भएन, म सक्दिनँ रहेछु, होस् भन्ने चाहिँ सोच्नु भएन। कोसिस गर्नुपर्छ। जति दुःख गरे त्यति नै राम्रो कुरा हो। अलिक दुःख गर्दा गर्दै अलिक राम्रो लेभलमा पुगिन्छ, अलिक व्यवहार पनि बढ्दै जान्छ, यताउता त्यो यो भनेर चाहिँ अब निकै मार्का पर्छ नि। त्यति बेला चाहिँ दुःख गरिहाल्नु हुँदैन क्या, पछि हटिहाल्नु हुँदैन क्या। अब जति व्यवहार बढ्दै जान्छ त्यति चाहिँ अब आफ्नो समस्याहरू पनि आउँछ नि, त्यसमा चाहिँ अब पछि हट्नु हुँदैन। मान्छेलाई दुःख आइपर्छ नि, जति नै जे गरे पनि दुःख त पर्छै पर्छ सबैजनालाई हो। तर म्यानेज गर्नु चाहिँ कहिले छोड्नु हुँदैन। म चाहिँ त्यही भन्छु सबैजनालाई, हार चाहिँ खानु हुँदैन क्या।
हार नखानुहोस् साथी हो, हार नखानुहोस्। हातखुट्टा राम्रै छ भने, बोली वचन राम्रै छ भने जहीँ भए पनि काम भइहाल्छ। काम भन्ने कुरो चाहिँ सानो ठुलो हुँदैन। जुनै काम भए पनि एउटै हो, जताबाट भए पनि पैसा कमाउने हो, तर नराम्रो बाटोबाट चाहिँ होइन, राम्रो गर्नुपर्छ, राम्रो बाटोबाट। हान्छ है चिनेकै दाजु थियो, त्यही भएर जिस्काएको। चिनेको मान्छेले धेरै टक्सिङ हानिहाल्छ नि, गाह्रो छ। 5 माइल टर्निङ हो यो चाहिँ। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। नयाँ च्यानल हो, सपोर्ट गरिदिनु होला। तर खासमा चाहिँ मेरो चाहिँ यो राइड गरेको उयो चाहिँ होइन, भिडियो हालेँ तर खास त्यस्तो खालको हालेको छैन। राइड भन्ने कुरो दामी हुनुपर्छ, राइड गरेको अरू भनेको फाल्टु राइडर हुने फाल्टु हुन्छ नि। तर म चाहिँ राइडर होइन है साथीहरू, म चाहिँ बिल्डिङ कन्स्ट्रक्सन लाइनको चाहिँ अब राम्रोसँग भन्दाखेरि सिभिल इन्जिनियर भन्दा हुन्छ। म चाहिँ अब एउटा सबैले बुझ्ने भाषाबाट चाहिँ म चाहिँ अहिले मिस्त्री गर्दैछु। आफै ठिका लिएर पनि गर्छु, आफै ठिका ल्याएर गर्छु हो, केटाहरूलाई लगाउँछु। सबैजनाले सपोर्ट गरिदिनु होला जाभा राई च्यानलमा। यो चाहिँ नसोच्नु कि किन सब्सक्राइब गर्नु, किन लाइक गर्नु, किन सेयर गरिदिनु। हामीले लाइक सेयर गरेर उसले पैसा कमाउँछ, हामीलाई के को मतलब भन्ने नसोच्नु क्या हो। किन भन्दाखेरिमा नि कमाउनुको लागि नै मान्छेले मेहनत गरेको हुन्छ होइन, सबैलाई थाहा छ। अब थाहा भएकै कुरो हो, यो गर्दाखेरि भएन भने यो गर्छु, योबाट कि भनेर गरेको हुन्छ। अभियसली मैले अब बा यताबाट पनि अलिअलि गर्नु सक्छु कि बा मेरो इन्कम आउँछ कि भनेरै गरेको हो। त्यही भएर चाहिँ अप्ठ्यारो नमानिकन सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बाउले जतिजनाले पनि हेर्नुहुन्छ सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गर्नु नबिर्सिनु होला। कमेन्ट गर्नु न मलाई, अन्त कमेन्टमा चाहिँ लेख्नु कि अब के मेरो भिडियोमा कमी कमजोरी छ त्यो पनि लेखेर पठाउनु होला। किन भन्दाखेरिमा मलाई एडिट गर्नु पनि त्यस्तो साह्रो आउँदैन। एडिट गर्नु पनि अब कस्तो पाराले गर्नुपर्ने, कुन चाहिँ एप ठिक लाग्छ साथीहरूले मलाई एपको नाम पनि भन्नु। नबिर्सिकन सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। अहिले चाहिँ हामी समेर आइपुग्यो। यहाँनिर टाटा मोटर्स पनि छ, यहीँनिर हाम्रो भन्नाले काम गर्नुहुन्छ। र मैले त कर्मदाको पेमेन्ट पनि दिनुपर्ने छ। यो बुझ्दैछ, कर्मदाको पेमेन्ट पनि दिनुपर्ने थियो। यहाँ छ है रोयल पोटला भन्ने है त, पोटला। यहाँ चाहिँ यो रोयल पोटलामा चाहिँ माथि टपमा स्विमिङ पुल पनि छ। तेल पनि कम्ती छ, तेल पनि हाल्नुपर्ने छ। हिजो अस्ति त यहाँतिर पनि राति पेल्दै थियो, मजाले टटक्कै बनाएको छ। जाडो लाग्यो तिमीलाई? लागेन? बिचरा कर्मदाको पैसा दिनुपर्ने छ नि हो, बिमार भएर चाहिँ बिचरा
अमित दालाई पनि पहिले कर्म दालाई चाहिँ दिनैपर्छ नि त, किनभने नि ऊ बिचरा त्यो अलिकति प्रब्लम भइरहेछ, किडनी प्रब्लम भइरहेछ हो। रक्सी चाहिँ अलिक ज्यादै खान्छ नि त कर्मदाले हो, त्यो रक्सी खाँदै अब दबाई खाँदै गर्नु चाहिँ अलिक राम्रो कुरो होइन। रक्सी खाएपछि दबाई नखाँदा पनि हुन्छ नि, दबाई लाग्ने कुरै होइन। अहिले एल्कोहल अलिक बढाएको छ भन्छ। तर म यही भन्छु कि साथीभाइहरूलाई रक्सी अब नखानु होइन, खानुपर्छ कि। मैले छोडेँ भन्दैमा साथीभाइहरूलाई पनि छोड्नु भनेको होइन, तर अब कन्ट्रोलले खानुपर्छ है साथीभाइ हो। रक्सीले प्रायः जस्तो मान्छे आजकल निकै नै लगेको छ, रक्सी खानु राम्रो पनि होइन। रक्सीले चाहिँ अलिक उमेर घटाइहाल्छ क्या। अब 10 वर्ष एक्स्ट्रा बाँच्नु छ भने अन्त अगाडि नै सिलडिपुर खाइहाल्छ। 60 वर्ष बाँच्नु छ भने 50 वर्षमै गइहालिन्छ नि, अन्त त्यो त कन्फर्म कुरा हो नि। त्यो 50 वर्ष पनि ग्यारेन्टी छ कि छैन, अलिक ज्यादै मातेर कहाँनिर दिलदेखि मुनि गयो भने हो, घाँटी भाँच्यो भने गइहाल्छ। नाक पनि बन्द होला जस्तो भयो मेरो त ट्याप। उयो माथि आस्याङ म सागरहरूसँग क्या माछा, सागर होइन के हो, माछा मार्नु जाँदाखेरि चाहिँ नि आस्याङ चाहिँ नि यस्तै प्यारापेटमा बस्छु भनेको रहेछ हो। नहेरिकन बसेछ, उट्टान गोलो गुल्टिएर गयो नि हो, टायर जस्तो। अमृतसरको हारीमा कहाँ पुग्यो सरर गर्छ हो। अब कस्तो डर लागेको मलाई त। त्यहाँनिर अलि भिरालो थियो भने मर्दैन थियो, आङ्गीले मार्थ्यो त मलाई। माछा ल्याएको छ 10 केजी जस्तो हो। आस्याङ भनेको त घन्टा गर्नु बोलाएको पो भन्छ हो। रिसले के हो, मातेको मान्छेले यादै नगरेर भन्छ। आफै त अलिअलि त्यति बेला रक्सी खाइन्थ्यो, अलिअलि आफै त मातेको चिसोले गर्दाखेरि के हो, नफिटी खाएको सबजनाले। अन्त नमातेको लास्टमा हिँड्दै गर्दाखेरि जिउ तातिन्छ नि, त्यति बेला डरलाग्दो मात्दो रहेछ। खासमा खोलाको पानी पनि मैलो थियो कि, त्यो मैलोले गर्दाखेरि चाहिँ पानी थिएन। अन्त अगाडि ल्याएको केटाहरूले त्यतिकै खाइहालेछ हो। अलिकति उब्रेको रक्सी त केटाहरूले घुट्की लगाइहाल्यो। अन्त हाम्रो काका पनि त्यही रक्सीले गएको भुँडी सुन्नेको क्या, लिभर सुन्नेको है। लिभर सुन्ने, सास फेर्नु पाएन है, उयो सास बन्द भएपछि अनि त्यस्तै हुन्छ नि। कसलाई थाहा छ त्यो चाहिँ रानीपुल हो। रानीपुल आइपुग्यो हामी। कसैलाई थाहा छैन भने यो चाहिँ कुन चाहिँ जग्गा भनेर अब मनमा छ भने चाहिँ यो चाहिँ रानीपुल हो। प्रायः जस्तो अब गान्तोकको मान्छेहरूलाई चाहिँ थाहा छ। अब बाहिरको अलिक बस्तीतिरबाट हेर्नुहुन्छ, कहीँ पनि आउनु भएको छैन भने चाहिँ, अब गान्तोकतिर कहीँ आउनु भएको छैन भने चाहिँ यो चाहिँ रानीपुल हो। रानीपुल पनि मजाकै बजार छ। ट्राफिकले ठिकै छ, ट्राफिकलाई पनि साह्रो छ नि हो। अहिले त ठिकै छ, भोलि पर्सि बर्खामा झरीमा कस्तो म्यानेज गर्छ नि हो, बिचरा माया लाग्छ। बिचराहरू उनीहरूलाई पनि अब जाडो भन्नु पाउँदैन।
झरी भन्नु पाउँदैन। त्यही भएर अब सबैले ट्राफिकहरूलाई त रेस्पेक्ट गरेको हुन्छ। कतिजना चाहिँ अब अलिकति क्या ट्राफिक के साह्रो भन्ने हुन्छ कतिजनाले चाहिँ अब। तर इज्जत गरौँ ट्राफिक पुलिसहरूलाई पनि, हाम्रै ज्यानको लागि हामीलाई नै माया गरेको। खासमा हामी आज कहीँ पनि गएको होइन, ग्यारेज मात्रै गएको। रकी भाइले मलाई बोलाउनु भएको थियो कि, त्यही भएर गएको उसलाई भेट्नु। रकी भाइलाई भेट्ने, त्यहाँदेखि वापस फेरि घर फर्किहाल्ने। यसलाई इन्डिकेटर भन्छु क्या, यो चाहिँ अब साइड माग्ने क्या, कुन चाहिँ साइड जाने हो भनेर क्या। आजकल त स्कुटी पनि सानो फेमस छैन हो, स्कुटी सानो उडाउँदैन मान्छेले। ला रकी भाइ छैन क्या हो, के छ रहेछ। ल मेरो बाइक बनाउने जग्गा चाहिँ यही हो। लु बस जो के चाहिँ को कहाँ फटाफट जानुपर्छ हौ, तेल हाल्नुपर्छ। एक 1000 को 100 अहिले लिटरको कसरी छ? 101 रुपियाँ 75 पैसा होला हौ। ए तेल पनि बढेकै भयो त हौ। के थियो हालिराख्नुपर्छ नि, तर ट्याङ्की फुल गर्नु टेन्सन लाग्छ घरिघरि। कति भयो? फुल भएछ।
माघे मेला पनि सकेछ। नाइट भ्यू हेर्नु होला सबैजना। के भन्छ अन्त कहाँ थियो घुम्नु? अब टाइम भोलि पर्सि टाइम मिलाएर घुम्नुपर्छ हौ मामा। यु गयो यु आयो अरे कहाँ अन्त फेरि टाइम निकालेर पो घुम्नुपर्छ त। अस्ति मैले नि सुरजलाई पुऱ्याउनु आउँदाखेरि नि त्यसले त्यो ब्ल्याङ्केट बोक्दाखेरि नि हेलमेट लगाउनु पनि बिर्सेछ उसले पनि, मैले पनि दिनै बिर्सेँ हो। 6 माइलमा त त्यो ट्राफिक पुलिसले सिटी बजाइहाल्यो, किन बजायो मेरो पालि च्याप्पै रोकेर हेलमेटै छैन रहेछ। सरी सर ब्ल्याङ्केट उयो गर्ने बोक्ने टाइममा चाहिँ बिर्सेछ नि ब्ल्याङ्केट, अलिक ठुलो थियो के आँटेन, त्यही भएर त्यसको ध्यानमा बिर्सेछ भने हो भने मैले बिहार रिसाएको नि केटाहरूलाई म चलान गर्छु होला हौ भन्छ 6 माइलमा। तर ठिकै हो, ट्राफिकले ठिकै भनेको नि त हेलमेट लगाउनु पर्छ नि। अब यो उनीहरूले नराम्रो भनेको होइन नि त, हेलमेट लगाउनुको मतलब चाहिँ उनीहरूको लागि हो, ट्राफिकको लागि होइन नि त, आफ्नै लागि हो। उनीहरूले राम्रो गरेको हो, ट्राफिकले राम्रो सोचिदिएको हो, उनीहरूले गराएको राम्रै कुरो, त्यसमा रिसाउने कुरै भएन नि त। म चाहिँ अब के भन्छु भन्दाखेरिमा बस्तीतिर चाहिँ कतिजना चाहिँ अब कतिजनाले लगाउँछ कतिजनाले लगाउँदैन होइन। है ट्राफिक पुलिस जहाँनिर ट्राफिक पुलिस हुँदैन नि त्यहाँतिर लगाउँदैन नि, हेलमेट बेकार हुन्छ पुलिस छैन भन्छ नि। तर त्यस्तो चाहिँ नगर्नु साथी हो, किन भन्दाखेरिमा नि हेलमेट लगाउनु चाहिँ पुलिसको डरले लगाउने होइन नि त। खासमा भन्दै पर्दामा चाहिँ कहिले पुलिसले डराउनु पर्दैन भनेको होइन है, के खासमा चाहिँ लगाउनै पर्छ नि त हेलमेट चाहिँ। बस्तीतिर हो जहाँनिर ट्राफिक पुलिस हुँदैन त्यहाँनिर लगाउनु पर्दैन भन्ने चाहिँ नसोच्नुहोस्, के हो आफ्नो सेफ्टी हो। पुलिसले पनि त किन कराउँछ त, त्यो आफ्नै सेफ्टीको लागि कराएको हो त्यो। म चाहिँ त्यही भन्छु, हेलमेट लगाउनु चाहिँ एकदम जरुरी छ। किन भन्दाखेरिमा अब के थाहा होइन, हामी पहाड एरिया हो, काहीँ हिँड्दाखेरि माथिबाट ढुङ्गा झर्ला, टाउको फुट्नुदेखि त बाँच्छ। ढुङ्गा झरेर टाउकोमा लाग्यो भने अलिकति चोट हुनुदेखि कम गर्छ। सेफ्टी हो नि त आफ्नो, लड्दाखेरि टाउको फुट्दैन, लडिहाल्यो भने बाइक स्टेक राम्रै चलाउने, जस्तै राम्रो चलाउने होस् न, लड्छै गर्छ नि त। हो त्यही कारणले गर्दाखेरि हेलमेट चाहिँ लगाउनु जरुरी छ नि। राइडरहरूले कस्तो महँगोहरू लगाउँछ, ज्याकेटहरू त सेफ्टीहरू त कस्तो महँगो लगाउँछ। अब यति उति हो त भन्नु सकिँदैन कि। अब मैले जहाँसम्म सुनेको छु 30,000को एउटै ज्याकेट मात्रै हुन्छ, अन्त सेटै चाहिँ कति होला 30,000। त त्यो त मैले नर्मली भनेको हुनसक्छ कि हुनसक्छ होइन, नर्मली भनेको। कस्तो महँगो हुन्छ बाइकको सेफ्टीहरू, जति सेफ्टी त्यति राम्रो हो।
राइडरहरूको त्यो चाहिँ अब त्यो महँगो त त्यो राइड गर्नेहरूको मात्रै हो नि त। हामी जस्तो नर्मल हिँड्नेहरूलाई त त्यस्तो केही छैन, तर पनि अब बाइकले चाहिँ कसो लड्यो भने चाहिँ अब प्यान्ट हङ्गै फाटेर, ज्याकेटै लगायो भने ज्याकेट हङ्गै फाटेर। मेन कुरो चाहिँ हेलमेट लगाउनु चाहिँ नबिर्सिनु साथीहो। हेलमेट चाहिँ एकदम जरुरी नै छ। अब मेन कुरो बाइकमा स्पायर हेलमेट हुनैपर्छ। फेरि स्पायर हेलमेट किन अब बाइक हिँड्दैन पनि। हिँड्दाखेरि तिमीलाई थाहा छ बाइकमा एक्स्ट्रा हेलमेट हुनैपर्छ नि। कोही नचढाउ कि तर एक्स्ट्रा हेलमेट हुनुपर्छ नि। दाजुलाई पर्खिनुपर्छ। मोटे दाजु आउँदैछ कि बिचार कर्मदाको पैसा दिनुपर्छ। आएर बसिरहेको छ। एकछिनको लागि त दिन्छ होला। आमै छैन रहेछ। खाने त खाऊ न झर। एकछिनको लागि त दिन्छ होला। ट्राफिक पेट्रोलिङ आयो भने चाहिँ मासु टक्सिङ हान्छ। मासु यहीँबाट लैजाउँ होइन? के को मासु लाने? कुन चाहिँ बजार? अहिले स्टाइल पारि नबस है। कहीँ जान्दैन। अब घर जानुपर्छ डाइरेक्ट। पर्दैन यही मिला। कहीँ जान्दैन। भिडियो पनि यहीसम्म मात्रै गर्नु पर्यो। जाउँ अब। घुम घाम। ओए प्रशान्त कहाँ काम गर्दैछ? 12 बजेदेखि उता दिदी उता माथि जानुको दिदी भएन। भाइलाई मैले फोन गरेको थिएँ। त्यतिखेर त नम्बर थिएन। मैले भाइलाई फोन गरेँ। मैले भनेको थिएँ ब्यान्ड फोन गर्नु भयो। हामीले हान्नुपर्ने तलतिर चाहिँ तपाईँहरू कोही त देख्न तलतिरपट्टि हो। ल प्रशान्त तिम्रो 1100 रहेछ। ल
अन्त बाबालाई नै फोन गर्नु लगाउनु पर्छ कहाँ मैले कहाँ बाटोमा पाउनु गाडी अहिले काम गर्दैन अब 4000 ल अब चाहिँ भन्नु लने त भन्ने गर्नु हो र अब घर पठाउँछु भन्नुभयो त्यति मात्रै पुऱ्याउनु सकेँ ल ठिकै छ अलिअलि गर्दै गर्नु नगर्नु भन्दा पनि छैन अब काम पनि आउँदै गर्नुपर्छ गर्दा अब बनाउँदै अलिअलि अब घर पाल्नु त्यो 2025ले चाहिँ सिक्रेटहरू खानु लाने कहाँबाट पुग्छ घर पठाउनु कि त्यो सिक्रेट खानु त्यो हप्ता पनि खोल्नु मेरो धनकुटै हो अब आउँदैनस् अब खोइ म त काम गर्नुको लागि ल भोलिदेखि त खोइ यही नै हुन्छ अब त्यो अब आउनु मन पऱ्यो भने आउँदो हुन्छ ल ल गएको बिचराहरूको पेमेन्ट पनि दिनुपर्छ नि हो उनीहरूलाई पनि घर चलाउनु पर्छ सुख गरेर आफ्नो पनि चलाउनु पर्छ उनीहरूलाई पनि दिनुपर्छ गाह्रो छ हो मलाई यहाँ ओ दिदी चल्दै लटरी भन्ने कुरो चाहिँ हुनेलाई मात्रै पर्छ कि नहुनेलाई कहाँ पर्छ जति नै जे गरे पनि लास्टमा दुःख गरेको पैसाले मात्रै दिन्छ ज्वाइँले पनि काम छोडेछ त रोशनीको कुरा सेक्युरिटी गार्डमा गरेको छोडेछ त विश्वास भयो है एक दिन यहाँनिर बाइक धुनु आउनुपर्ने छ कस्तो धुँदो रहेछ दामी धुइदिन्छ भन्छ 300 रुपियाँ अरे ए 300 कि 200 भन्दैछ बेबी 15 पनि बन्द भयो दामी चल्दै रहेछ कहीँ सारेको छ ल अब केही बोल्छ आम्मा चिसो पऱ्यो क्या हो अहिले त हात ठिकायो त अन्त अघि ठिकै थियो
आज मलाई ढाड पुरा दुख्दैछ हौ तिमीले फोन ल्यायौ घरमै छोड्यौ बिचरा यहाँ पनि रातभर काम गर्दै यहाँ चाहिँ अलिक खाल्दो छ नि यहाँ अलिकति गर्दा गर्दै निस्केको राख्नु यहीँ राख्नुपर्छ ल है घरमा आज बुबुले पनि अब चाहिँ घर आइपुग्यो हामी अब चाहिँ घर आइपुग्यो भर्खर यहाँ पुच्चा पुच्ची के गर्दै रहेछ सब्जी काट्नेमा त्यस्तो गर्छ उतामा दिन्छ अहिले म ल हामी चाहिँ आइपुग्यो भर्खर रुममा भर्खर आइपुग्यो अब चाहिँ यहाँ भाइले मसला काट्दै रहेछ मासु ल्याउँछ दादाले भनेर हो अघि डाँट पनि मजाले चाहिँ किन किन शर्माको शर्माउनु हुँदैन क्या ए तिमी त खतरा पो रहेछ धोएर खायो कि नधोइकन खायो ए किन हो धोएर खानुपर्छ है ल्याङफ्याङ छ रुम पनि मिलाउनु पर्छ सानो नानी छ कि त्यही भएर यस्तै हुन्छ सानो नानी दाँत हेर्नु नि मसला काट्दैछ दाँत अघि उदाएर बसिरहेको रहेछ हेर्नु त मासु खानुपर्छ हड्डी मजाले भने दाँत उदाएन अब हेर्नु नि किचन पनि यसरी ल्याङ्ग्वेज
किचन मैले पाकेको छैन अब मासु पकाएर खानुपर्छ नै गाइस अब चाहिँ घर आइपुग्यो सबैजनालाई यही हो मेरो सल्लाह सुझाव सब्सक्राइब गरिदिनु मेरो च्यानललाई जहाँबाट आइछ माया गरिदिनु होला साथ सपोर्ट गर्नु होला अनि सल्लाह दिनुहोस् यस्तो बनाउनुहोस् उस्तो बनाउनुहोस् भनेर आजको लागि यति नै ओके बाई बाई गुड नाइट